ओके सो यो प्रेडिसेसर योवाला पार्ट भइसकेपछि अब हामी यसलाई अलिकति एलिभेट गरौँ है। सिम्पल प्रोजेक्टहरूमा चाहिँ यतिले पनि धेरै काम हुनसक्छ है। अब चाहिँ हामी यसलाई अलिकति नर्मल धेरै कुरामा ठाउँमा युज पनि हुने र चाहिने पनि कुरा के भन्दाखेरि अब यो हरेक टास्कमा गर्ने मान्छे र सामान त चाहिन्छ नि त। सो अब हरेक टास्कमा चाहिँ हामी अब रिसोर्सेस एलोकेट गर्न सिकौँ है त। रिसोर्सेस भन्नाले अहिले चाहिँ हामी मान्छे नै एलोकेट गर्छौँ र बरु एउटा कुनै मटेरियल पनि हालेर एउटा मटेरियल सिन्स वी हेभ लाइक मेन्सन पर्चेजिङ अफ मटेरियल भन्ने कुराले त्यसले सजिलो गर्छ। त्यसको लागि चाहिँ हामी अब ग्यान्ट चार्ट भन्ने ठाउँमा जान्छौँ है। यहाँ ग्यान्ट चार्ट भन्ने ठाउँमा गयो नि यहीँ लिस्ट पनि आउँछ कसैको विन्डोजमा चाहिँ। यदि यहीँ छ भने यहीँ जानुहोस्, यहाँ छैन भने चाहिँ मोर भ्युजमा गएपछि चाहिँ यहाँ रिसोर्स सिट भन्ने हुन्छ। यो रिसोर्स सिट भन्ने रिसोर्स सिट अप्लाई गर्ने यो खोलिन्छ है कम्प्लिटली नयाँ। धेरैजनाको केसमा चाहिँ कहिले यहीँ हुन्छ ग्यान्ट चार्ट ट्र्याकिङ चार्ट भन्ने जस्तै रिसोर्स सिट भनेर यहीँ आयो भने यहीँ जाने नत्र मोर भ्युजमा जाने। ल रिसोर्सेस अब हेर्नु, अब यो प्रोजेक्टभरि हामीसँग युज भए रिसोर्सहरू के छ हामी सबैजनालाई यहाँ राख्छौँ कि सामान होला ऊ होला होइन। सपोज मानौँ पहिला एउटा अनिल भन्ने मान्छे छ, अर्को विक्रम भन्ने छ, अर्को चन्द्र भन्ने छ है। सपोज 3टा मात्रै मान्छेलाई भयो। अब सामान पनि एउटा इक्जाम्पलको लागि मैले एउटा स्टिल राखेँ ल, स्टिल राखेँ है। अब यो मान्छेको नाम राखेँ। अब सबैमा हेर्नु टाइप भनेर आएको छ है। काम गर्ने मान्छे भयो वर्क ठिक छ। यो स्टिल त हाम्रो वर्क होइन भने यहाँ ड्रप डाउनमा हेर्ने मटेरियल भनेर आउँछ क्या। यो त मटेरियल हो नि त, यसलाई मटेरियल राखौँ है। इनिसियल्स भने यसको इनिसियल्स भयो। अब यहाँ हेर्नु स्ट्यान्डर्ड रेट छ क्या। यो चाहिँ हामीलाई अब हरेक प्रोजेक्टको हरेक एक्टिभिटीको कस्ट निकाल्नको लागि चाहिँ एकदमै युज हुने टुल हो कि। अब अनिललाई हामीले घन्टाको कति पे गर्नुपर्छ सपोज मानौँ अब यो डलरमा छ, यो चाहिँ हामीले आफैले हिसाब गरेर गर्नुपर्ने हुन्छ। सपोज मानौँ अनिललाई हामीले $35 दिन्छौँ 1 घन्टाको है, विक्रमलाई $30 दिन्छौँ र चन्द्रलाई पनि हामी $35 दिन्छौँ रे। र स्टिल, अब यो चाहिँ स्टिलको हाम्रो पर युनिटको प्राइस कति छ त्यो राख्ने हो कि स्ट्यान्डर्ड रेट। जस्तै स्टिलको अहिले मानौँ हामीसँग $100 दिन्छ पर टनमा हिसाब हुन्छ होला। सो यति कुरा चाहिँ हामीले यहाँ राख्यो भने यति रिसोर्सेसहरू चाहिँ हाम्रो प्रोजेक्टमा चाहिन्छ भनेर हामीलाई पहिल्यै थाहा हुन्छ नि त प्लानिङ स्टेजमै। सो यो यति मान्छेहरू चाहिँ मेरो छ मैले काममा राखेको र यो सामान मलाई चाहिन्छ भने चाहिँ यति भए चाहिँ हामीलाई एउटा रिसोर्सेसको आइडिया भयो। यसपछि हामी फेरि यहाँ त्यसरी फेरि हामी ग्यान्ट चार्टमा जान्छौँ। हाम्रो अहिलेकै चार्ट आयो है। ल अब हेर्नु है, एकछिनमा यो चार्टलाई चाहिँ अलिकति सानो बनाइदिन्छु है। अब यहाँ हेर्नु रिसोर्स नेम भन्ने छ नि, रिसोर्स नेममा हेर्नु अब यो हामी सबै कुरा चल्ने भनेको यो लोएस्ट लेभलको टास्कलाई मात्रै चल्ने, माथिहरूको आफै हुन्छ। अब साइट सिक्योर एन्ड क्लियरिङ भन्यो, साइट सिक्योर एन्ड क्लियरिङ सपोज अनिलको काम हो, अनिललाई दिएँ मैले। एक्चुअलीमा हामीले मल्टिपल मान्छे पनि राख्न मिल्छ होइन। सब अहिले चाहिँ एकदम सिम्पल बनाउनलाई मैले अनिललाई दिएँ है। त्यस्तै एक्सकाभेसनको काम मैले विक्रमलाई दिएँ है, विक्रमलाई दिएँ एक्सकाभेसनको काम। त्यसपछि लेइङ कन्क्रिट लाउने काम मैले चन्द्रलाई दिएँ होइन। त्यस्तै अब पर्चेसिङ सामान किन्ने काम पनि मैले अनिललाई दिएँ अरे होइन त। र अब सामान किन्नुमा अनिललाई त्यो मात्रै दिएन भने यसले त अब ऊ पनि दिनु पऱ्यो, स्टिल पनि किन्ने काम पनि यही दिएँ। यो अब स्टिल तपाईँलाई माथि काममा जान्छ त्यहाँ पनि हाल्दै जाने है। खालि मैले अहिले चाहिँ सिम्पल बनाउनको लागि मात्रै एक ठाउँ मात्रै हालेको। यो जति जे जहाँ चाहिन्छ त्यहाँ त हाल्दै जाने, कस्टिङ त्यसरी नै आउँछ। इन्स्टलेसन अफ फोमवर्क पनि मैले अनिललाई नै दिएँ अरे। त्यसरी नै वाल मेसनरीको काम मैले विक्रमलाई दिएँ। त्यसपछि प्लास्टरिङको काम पनि अनिललाई दिएँ। अनिललाई धेरै पैसा पे गरे भएर मैले सबै काम अनिललाई र विक्रमलाई लगाएँ ल। अनि यो काम चाहिँ मैले चन्द्रलाई दिएँ। यसरी तपाईँको जति को मान्छे छ के छ, को मान्छेले के काम गर्ने भन्ने कुरा नि यो ग्राफमा सबै त्यसरी भर्दै आउँछ क्या। यो चाहिँ प्रोजेक्ट अनि अटोमेटिक स्केड्युलिङमा नि यो एउटा एकदम फाइदा हुन्छ। मैले ऱ्यान्डमली मान्छेको नामहरू राख्थेँ है। र यो काम पनि विक्रमले अनिलले गर्ने भयो है त, ठिक छ। अब मानौँ ल वाल मेसनरी विक्रमले मात्र होइन अनिललाई पनि दिन पऱ्यो भने अनिललाई दिउँ। त्यसपछि गएर एक्सकाभेसनको काम पनि अनिललाई दिउँ। मैले एउटा कुरा देखाउन खोजिरहेको जस्तै यो रातो मैले त्यसकै लागि खास यो गरेर ल्याएँ। यसरी गर्दै गएपछि यसरी आउँदै गर्दा एउटा रातो सिम्बल आयो। यो रातो सिम्बलले चाहिँ के जनाउँछ भन्दाखेरि यो अनिल भन्ने रिसोर्सेस चाहिँ अब एकदम धेरै ठाउँमा युज भयो, ओभर एलोकेसन भयो भनेर देखाउँछ क्या। भनेको उसले मात्रै गरेर यो काम सम्भव टाइममा सकिँदैन, यो स्केड्युलमा डेटहरू म्याच हुन्छ कि के हुन्छ, जस यो काम यो दुइटामा चाहिँ यो रिसोर्सले गर्यो भने चाहिँ यो काम हुँदैन भन्ने हिसाबको उसले वार्निङ साइन दिएको क्या है। यो एउटा भयो जुन एकदम राम्रो फिचर हो। ठुल्ठुलो प्रोजेक्टमा हामीले को मान्छे धेरै ठाउँमा युज भइरहेको छ भने यसले अगाडि नै हामीलाई अलर्ट दिन्छ है।
त्यस्तै अब यहाँ स्टिल 1 देख्नुभयो। स्टिल 1 भनेको चाहिँ के भन्दाखेरि यो ठाउँमा चाहिँ 1 युनिट स्टिल लाग्छ भनेर देखाएको हो कि है, 1 युनिट स्टिल लाग्छ भनेर देखाएको, स्टिल 1 युनिट भनेर देखाएको है। तर हामीलाई त एउटा मात्रै युनिट त होइन, स्टिल त हामीलाई धेरै चाहिन्छ भने अब यो एक्टिभिटीमा थिच्यो डबल क्लिक गऱ्यो भने एक्टिभिटी सम्पूर्ण डिटेल आउँछ। त्यसमा गएर हामीले अब यो जेनरल भन्यो, प्रिडिसेसर भन्यो होइन, सबै कुरा हेर्दै जाँदाखेरि हाम्रो यो रिसोर्सेस भन्ने फिल्डमा स्टिलको चाहिँ 1 युनिट छ कि। तर 1 युनिट होइन, हामीलाई जस्तै अब 25 युनिट स्टिल चाहिन्छ भने 25 लेखेर त्यसलाई ओके गरेर चाहिँ 25 भनेर आउँछ। भनेको चाहिँ पर्चेसिङ अफ स्टिलमा चाहिँ यो दिनमा चाहिँ अनिलले 25 टन अफ स्टिल ल्याउनु पर्ने उसको जिम्मामा छ भन्ने कुरा हामीले यति हेरेर थाहा पाउँछौँ होइन त। त्यो यसले चाहिँ त्यो रिलेट गर्न खोजे हो। सो अब यसरी गर्दाखेरि चाहिँ हामीले ह्युमन रिसोर्सेसको पनि थाहा हुन्छ र हामीलाई अब मटेरियल छ भने मटेरियलको पनि यहाँबाट थाहा हुन्छ कि अब के कति लागिरहेछ र के कति लाग्छ रहेछ त्यो हरेक काममा भन्ने कुरा थाहा हुन्छ है। यो चाहिँ एउटा लाइक गुड फ्याक्टर भयो। यो कुरा हामीले अब यता पनि हेर्न मिल्छ। अब अर्को मैले तपाईँलाई अघि भनेको यहाँ ओभर एलोकेट भइरहेको छ है रिसोर्सलाई ओभर एलोकेट गरेर त राख्नु भएन है। यो गऱ्यो भने त हाम्रो काम हुँदाखेरि धेरै प्रब्लम आउँछ भने अब रिसोर्सलाई हामीले लेबल गर्नुपर्ने हुन्छ क्या। सो रिसोर्सलाई लेबलिङ कसरी गर्ने भन्दाखेरि हामी यहाँ रिसोर्स भन्ने ठाउँमा गयो भने यहाँ लेबल रिसोर्सेस लेखेको छ है। सो हामीले अब के गर्नु पर्यो, लेबल रिसोर्स गर्नु पर्यो। लेबल रिसोर्स गऱ्यो भने चाहिँ अब के गर्ने त है, लेबल रिसोर्स को कोलाई गर्ने भन्ने कुरा अब एउटा टास्क भएर अब मैले चाहिँ 2टा टास्क लिनु छ भने यसलाई र कन्ट्रोल थिचेर यो 2टालाई एकैचोटि अथवा यो मैले पुरै प्रोजेक्टलाई नै अब लेबल गर्न खोजेँ भने पुरै गरेर लेबल रिसोर्स गरेँ होइन त। अब लेबल नाउ गरेँ, यो 2टा ठाउँमा मात्रै एक्स्ट्रा भएको छ, तर यो सबै छ धेरै ठाउँमा छ भने धेरै ठाउँमै गर्न पाइएको लेबल नाउ भने ल्याउनु अटोमेटिकली हाम्रो उसले अब यो रिसोर्सलाई चाहिँ उसले लेबल गर्दै क्या मिलाइदियो। स्केड्युल के गरेर हुन्छ, स्केड्युल सारेर हुन्छ कि के गरेर हुन्छ, यो उसले अटो स्केड्युल यो पनि हाम्रो यो म्यानुअल गर्दाखेरि हुँदैन, अटो गर्दाखेरि यो सबै उसले माइक्रोसफ्ट एक्सेलले आफैले मिलाइन्छ। र अब हेर्नुभयो भने हाम्रो ल प्रोजेक्टको चाहिँ हाम्रो अब ओभरअल लगभग धेरै आइडियाहरू आइसक्यो। अब अहिलेसम्म हेर्नुहुन्छ भने अब यो ग्यान्ट चार्ट हेऱ्यो भने ग्यान्ट चार्टले एकदम क्लियर गर्छ क्या, यो ठाउँमा अनिलले काम गर्नु रहेछ, यो ठाउँमा विक्रमले अनिलले काम गर्नु रहेछ, यहाँ चन्द्रले गर्नु रहेछ, यहाँ अनिलले गर्नु रहेछ स्टिल 25 टन ल्याउने, यो काम अनिलको विक्रमको, यो काम यो सकेपछि सुरु हुँदो रहेछ, यो काम चाहिँ यो सकेपछि सुरु हुँदो रहेछ। सबै कुरा एउटा कुनै प्रोजेक्ट जुनै सुकै प्रोजेक्ट भए पनि हामीले अब यति कुरा हेरेर ठ्याक्क थाहा हुन्छ कि कुन प्रोजेक्टको लागि कति टाइम लाग्छ, कति दिन लाग्छ, के रिसोर्सेसहरू चाहिन्छ भन्ने कुराहरू सबै हामीलाई यसबाट थाहा हुन्छ है त। आई थिङ्क यतिसम्म त सबैजना क्लियर भयो होला। अब यसपछि म अब अरू कुराहरू पनि देखाउन खोज्छु है त।